यस्तो गर्नु पाइँदैन मायालाई यो मा ल ल ल ल ल यहाँ हेर्नुहोस् न मौसम कति राम्रो छ है थाहा छ तर नि यतिको बनाउन सक्यो भने त 5-7 ताले पनि चाहिएन क्या यतिको भयो भने जीवनसाथीसँग जीवन चाहिँ चल्छ जस्तो लाग्छ मलाई त्यहाँनिर हेर्नु न त्यो जङ्गलको रुखहरूको चित्र हेर्नु न कुनै हात्ती बनिरहेछ कुनै जराएको जस्तो देखिरहेछ स्वागत छ तपाईँहरूलाई मेरो पहिलो भिडियोमा भ्लगमा भनौँ न मैले फर्स्ट टाइम बनाउनु ट्राई गरेको अनि पहिलो भिडियो पनि हो यो आज ओटी भएन अब विदेशको ठाउँमा होइन काम गर्नुपर्छ सधैँ अझ हाम्रो त एक दिन पनि छुट्टी हुँदैन त्यो भएको हुनाले गर्दाखेरि आज चाहिँ ओटी नभएको हुनाले गर्दाखेरि म आएर यसो अलिकति कुराहरू राखौँ न त भनेर आएको स्टार्ट गर्न लागेको मात्रै हो हेरेर साथ दिनु होला अनि के छ तपाईँहरूलाई आरामै सन्चै हुनुहुन्छ होला सबैजना हेर्नुहुने जतिलाई चाहिँ म के भन्न चाहन्छु भने सब्सक्राइब गरिदिनु होला है पहिलो भिडियो अनि भर्खरै खोलेको नयाँ आइडी हो त्यो भएर चाहिँ मायाले गरिदिनु होला भन्न चाहन्छु अनि के छ तपाईँहरूको खबर आरामै हुनुहुन्छ होला सबैजना है अनि त्यस पछाडि खाजा खाइसक्नु भयो नेपालमा त खाजा खाने टाइम भयो होला 4 बज्यो होला यहाँ चाहिँ 36 भइसक्यो यहाँ चाहिँ अब काम गर्नेहरू चाहिँ ओटी सक्नेहरू चाहिँ आउने बेला पनि हुन लाग्यो र म चाहिँ ओटी नभएर भनिहालेँ बसेको थिएँ एक्लै रुममा अल्छी लागेर यसो निस्केर थोरै दिनै केही शब्दहरू राखौँ कि भनेर अनि यहाँ हेर्नुहोस् न मौसम कति राम्रो छ है हेर्नुहोस् त यो बादलको कति राम्रो चाहिँ के भन्नु यसलाई कस्तो दामी छ यसमाथि चाहिँ प्लेनमा चढेर आफ्नो पार्टनरसँग अथवा आफ्नो वाइफसँग अथवा आफ्नो घर परिवार आफ्नो बा आमा होइन दाजुभाइ सबैजना साथीहरूसँग प्लेनमा चढेर त्यो माथि जानु नि यो बादललाई चाहिँ माथि प्लेनबाट हेर्दा मुनि हुन्छ नि त यो त अनि पछाडि हेर्दा कस्तो राम्रो हुन्थ्यो होला है कति राम्रो छ क्या अनि ऊ त्यहाँनिर चाहिँ घाम डुब्छ हाम्रो चाहिँ यतातिर हेर्नुहोस् त कति राम्रो छ अनि त्यस पछाडि म चाहिँ अब जाने ठाउँ त कहीँ पनि छैन जाने ठाउँ त बाहिर हिँड्नु पनि पाइँदैन दिँदैन पर्मिसन लिनुपर्छ र कस्तो भन्दाखेरि रेगुलरली नै दिइराखेको थियो अनि फेरि अब अलिक समय गरियो 2 महिना गरियो अब आज 26 भयो होला अब 3-4 दिन 5-6 दिन बाँकी थियो होला अब दिएन ठिकै छ त्यही पनि केही छैन नदियोस् नदिँदाखेरि हामी यसरी नै अलमा लिनुपर्छ हेरेर साथ दिनु होला सबैजनाले कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला ठाउँहरू राम्रो छैन सबै जङ्गल मात्रै छ अब सिटीतिर भए कति राम्रो हुन्थ्यो सिनहरू पनि अनि छोकरीहरू पनि हाने त्यस्तो भन्नु नहुने तर जे होस् विदेश आउनु हुनेहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यस्तो ठाउँ ठिक हुने रहेछ हो सुरुमा मन नपरे पनि यतिको ठाउँ एकदमै ठिक छ यहाँ पैसा खर्च हुने चिजहरू ठाउँहरू कहीँ पनि छैन जति कमायो बच्ने नै हो होइन सिटीतिर हुनु भने यता रमाइलो यता यो यता त्यो भन्यो यता यो यता त्यो भन्यो त्यत्तिकै पैसा सकिन्छ यहाँनिर ठिकै छ यतिको राम्रै छ ठाउँ कतिको ठिकै पनि छ अब दिनु चाहिँ पर्ने हो अब दिँदैन भने खोज्ने होइन अब माग्ने जबरजस्ती कुरो पनि हुँदैन अब के गर्नु यस्तै छ जिन्दगी यसरी नै चलिरहेको छ र म के भन्न चाहन्छु भने म चाहिँ अलिअलि थोरै सायरीहरू पनि भन्छु है अनि मलाई कण्ठ चाहिँ छैन र पनि एउटा मेरो फेभरेट मैले राखेको चाहिँ त्यो चाहिँ मैले कहीँ हालेको पनि छैन त्यो चाहिँ म सुनाउँछु ल ब्याकग्राउन्ड साउन्ड बेगर राम्रो त आउँदैन होला त्यही पनि म सुनाउँछु है त सुनिदिनु होला है ध्यान दिएर भन्दा पनि एकछिन हेरिदिनु होला रमाइलो गरिदिनु होला बस त्यति मात्रै ब्याकग्राउन्ड साउन्ड बेकार र त्यति राम्रो नहोला तर ब्याकग्राउन्ड साउन्ड हाल्दा कमसेकम त्यतिको राम्रै पनि हुन्छ भन्छु यो चाहिँ नारीहरूको लागि महिलाहरूको लागि विशेष गरेर महिलाहरूको लागि है हावा चल्यो ल सुरु गरौँ है त नपाउन्जेल प्रयास सधैँ जारी रहनेछ तिमीलाई पाउनु अघि तिमीलाई पाइसकेपछिको माया झन् गाढा रहनेछ यो मनले त्यो मनलाई छोए पनि तिम्रो इज्जतबाट भने सधैँ हात टाढा रहनेछ अब माया भनौँ प्रिय भनौँ श्रीमती भनौँ जे भने पनि भयो अनि त्यसरी अर्को म गाउँकै हेर्नेछु तिमी सहरिया नहेर्नु म गाउँकै हेर्नेछु तिमी सहरिया नहेर्नु म साग अनि सिस्नोमै रमाउँछु बस तिमी पाएको माया लिनु धोका कहिले नदिनु है माया है यसो थोरै नै है त अनि अब हाम्रो के अरे आज केडाई पनि आउँछ भन्दै थियो बजार आउँछ भन्दै थिए बजार चाहिँ अब को जाने हो थाहा छैन म त जाँदिनँ पनि भाषा पनि केही आउँदैन पनि हामी चाहिँ के भन्नु अब कम्पनी ठिकै छ यतिको आउनु हुनेहरूको लागि पनि यहाँ चाहिँ म चाहिँ राम्रै भन्छु राम्रै छ हो यतिको ठाउँलाई नराम्रो चाहिँ भन्न मिल्दैन है काम पैसा यतिको सजिलो कामलाई पनि नराम्रो भन्न पनि मिल्दैन राम्रै छ अनि यो फुल हेरौँ न यो फुल कति राम्रो क्या घरको अगाडि हुनु भने कति राम्रो बार पनि हुने है कति राम्रो सो कति राम्रो अनि यसलाई हेरौँ यो फुल त देख्नु पनि भएको होला यो कति राम्रो छ क्या कस्तो मजाले सेप मिलाएर काटेको पनि छ कति खतरा छ क्या यो
हेर्नुहोस् त यो फुल नेपालमा हुन्छ नि काँडे फुल होला यो सायद यत्रो ठुलो गोलो भएको चाहिँ देखेको थिएन अब मिलाएर काट्दा त हुन्छ पनि है यो चाहिँ घरहरूमा सायद भए रोपे राम्रो है एकदमै राम्रो छ सो कति धेरै लिएको छ हेरौँ न अनि यो रातो फुल पनि एकदमै धेरै राम्रो छ कस्तो राम्रो छ अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि यहाँनिर एउटा फुल छ अर्को यहाँनिर अर्को फुल छ एउटा यो फुल चाहिँ कस्तो दामी बास्ना आउँछ क्या त्यस्तैतिर हो अब ओटी छैन के गर्नु त्यही त यो फुल चाहिँ कस्तो हुन्छ भने यो फुलको चाहिँ फुलेको चाहिँ छैन यहाँ यो फुलेको त सबै टिपिहाल्छन् पर्फ्युमको काम गर्दो रहेछ क्या कस्तो दामी स्मेल आउँछ क्या यो फुलको नि नेपालमा नि हुन्छ कि हुँदैन कमेन्ट गर्नु होला है हेरेर कति राम्रो छ क्या यो फुल अनि स्मेल कति धेरै दामी आउँछ कपडामा ब्यागहरूमा कपडाहरूमा बोकेर अथवा होइन टी सर्टहरूको के अरे सर्टहरूको गोजीमा अनि अब पेन्टहरूमै भनौँ अथवा ब्यागहरूमा बोकेर हिँड्दा कस्तो दामी स्मेल दिन्छ क्या तपाईँको चाहिँ पर्फ्युमै चाहिँदैन क्या त्यस्तो दामी स्मेल दिन्छ क्या खतरा छ अनि त्यस पछाडि यो चाहिँ हाम्रो अब क्यान्टिन भयो यहाँ चाहिँ खानासाना बनाउने हामी खाने यो कम्पनीमा के छ भन्दा खाना चाहिँ फ्री दिएको छ अनि बस्न त अब जहाँ पनि फ्री दिन्छ होला सायद के छ थाहा छैन तर धेरै कम्पनीमा एक ठाउँ खाना धेरै कम्पनीमा कुनैमा खाना फ्री कुनैमा बस्न फ्री के कसो हुन्छ म पनि पहिलोचोटि नै आएको विदेश होइन त्यति धेरै थाहा पनि छैन त्यति धेरै कुराहरू थाहा पनि छैन र त्यो भएको हुनाले गर्दाखेरि अब जे होस् ठिकै छ यतिको म पहिलोचोटि आएको मेरो अनुभव चाहिँ कस्तो छ भन्दाखेरि यो कम्पनीमा राम्रै छ होइन अब सबैजना चिनेको नेपाली अब काम गर्नेहरू पनि लगभग सबै त्यस्तै नेपालीहरू हुनुहुन्छ अब अरू पनि हुनुहुन्छ तर अरूहरू पनि त्यस्तो नराम्रो हुनुहुन्न सबैजना राम्रै हुनुहुन्छ अनि ठिकै छ राम्रै छ यतिको पहिलोचोटि आएको म यहाँनिर भनौँ विदेशैमा पहिलोचोटि आएको मलाई चाहिँ एकदमै राम्रै लागिरहेको छ त्यस्तो गाह्रो पर्ने साह्रो पर्ने भएको छैन नेपाली नै बोलिन्छ भाषा भनेको जिरो हो बोल्नुपर्ने कामै पर्दैन अब बोसले बोलाउँदाखेरि इसारा गरेर उसले इङ्ग्लिसबाट भन्छ अब यसो इसारा देखाइदियो चाहिँ बुझिहालिन्छ इङ्ग्लिस त्यस्तो आउने पनि होइन हुन चाहिँ बुझिहालिन्छ अनि त्यस्तो त सिक्ने पनि ठाउँ पनि वातावरण पनि छैन अनि अब अरू त केही त्यस्तै हो हामी चाहिँ हेरेको गइयो ओटीसोटी भएन केही भएन बस्यो आइयो डुल्यो घुम्यो यत्तिकै टाइम पास गरियो अब यतातिर मान्छेहरू आउँदैछन् काम सकेर मान्छेहरू आउँदैछन् भनौँ अनि त्यस पछाडि अब भोक लागिरहेछ खाना चाहिँ बनाउनु पर्ने चाहिँ हो यता अल्मलिँदै बसिराखिया छ यस्तै छ सुखको खोजीमा परदेशिएको हामी अब कहिले सुखले पुग्ने हो कहिले पैसाले पुग्ने हो र आफ्नो देश फर्किने हो थाहा छैन तर एक दिन फर्किन्छ भन्ने आश चाहिँ हुन्छ होइन कतिको आश त त्यत्तिकै अधुरै पनि रहन्छ त्यो भएको हुँदाखेरि अब के गर्नु यहाँनिर यो कम्पनीमा नयाँ मान्छेहरू आउने चाहिँ भनिरहेको छ तर कहिले आउँछ भन्ने कुरा चाहिँ थाहा छैन म भित्र जान्छु अब भित्र गएर देखाउँछु तपाईँहरूलाई अलिअलि ठाउँहरू कस्तो छ भन्ने कुरा अनि नयाँ मान्छे आउनको लागि चाहिँ एउटा ठाउँ बनाउँदैछ एउटा चाहिँ अब ठुलो चाहिँ होस्टेल जस्तै बनाउने रे कस्तो बनाउँछ के बनाउँछ त्यो कुरा हेरौँ म त्यो ठाउँ देखाउँछु है त तपाईँहरूलाई यो चाहिँ मन्दिर भयो यो चाहिँ सेक्युरिटी हाउस भयो कार्ड हान्ने ठाउँ भयो यहाँनिर कार्ड हान्नुपर्छ बिहान जाँदाखेरि इन खाना खान आउँदा आउट फेरि दिउँसो ड्युटी जोइन हुँदा इन अनि बेलुका आउट हान्नुपर्छ हेर्नु होला अब यो चाहिँ भनिरहनु पर्दैन तपाईँले थाहा पाइसक्नुभयो टोइलेट बाथरुम चेन्जिङ रुमहरू छ अनि त्यस पछाडि यहाँ चाहिँ अब यहीँको मान्छेहरूले कपडाहरू चेन्ज गर्ने नुहाउने गर्नुहुन्छ र चाहिँ स्प्रे गरिदिन्छ किनकि रोग यताउता नहोस् नसरोस् भन्नको लागि हो सबैजना स्प्रे गरेर मात्रै यताउता हिँड्न पाउँछन् अनि हो सर हामीलाई त ओटिँदैन अरू त सबैले गरेछ त नि के हो यस्तो कहाँ आएको छ त छैन अब जाउँला अहिले आउँछु म हाम्रो खाता छैन हामीसँग इडिएमा ल उहाँ चाहिँ हाम्रो नाबिनाङ सर हुनुहुन्छ हजुर कहाँबाट अरे सर भिडियो हाल्दा मिल्छ नि ए मिल्छ अरे पूर्व 5 थरबाट हुनुहुन्छ हाम्रै सेक्सनको मान्छे हुनुहुन्छ र यहाँनिर ब्राइटनेस कस्तो छ ए यता पनि आउनुभयो ल उहाँ पनि हाम्रो कहाँबाट हुनुहुन्छ झापाबाट हुनुहुन्छ
भिडियो बनाएको नि हजुर हस् ल यहाँ सबैजना नेपाली धेरै हुनुहुन्छ त एकदमै धेरै मजा छ गोलागोट पनि छ मान्छेहरू अब कामबाट ड्युटीबाट फर्किने बेला भयो खाम डुल्न लाग्यो र यहाँनिर चाहिँ रुम बनाएर हामीलाई राख्ने कुरा छ र काम 2-3 दिन भयो यति भइसक्यो यति कम्प्लिट भइसक्यो अब यो लगभग कति दिनमा बनाइसक्छ लगभग अब छिटै नै सकेर हामीलाई सार्ने कुरा छ र नयाँ आउनुहुने मान्छेहरूको लागि पनि यहाँनिर चाहिँ रुम नदेखाइकन गभर्मेन्टले पास गरिदिएन होस्टेल नदेखाइकन गभर्मेन्टले पास गरिदिएन फर्ममा हो फर्मको छेउछाउमा नराख्नु मान्छेहरूलाई असर गर्छ यहाँ त्यहाँ हुन्छ म पास गर्दिनँ होस्टेल देखाउनु सो गर्नु अनि मात्रै म पास गर्छु र नेपालबाट मान्छे आउँछ भनेर चाहिँ भनेको हुनाले गर्दाखेरि यहाँनिर काम सुरु गरेको हो मान्छे ल्याउनु नपाएरै नत्र गर्ने पनि थिएन हामीलाई यता पछाडिको यो रुमहरूमा राखेको थियो सो त्यो भएकोले गर्दाखेरि 30-35 जनाको डिमान्ड गरेको छ अनि मान्छेहरू मगाएको छ नेपालदेखि अब उहाँहरू आउन नपाउनुको कारण चाहिँ त्यही हो रुमहरू देखाउन पाएन गभर्मेन्टले चाहिँ कस्तो होस्टेल के बनाएर राखेको छस् कसरी राखेको छस् नयाँमा आउने मान्छेहरूलाई कहाँ कस्तोमा व्यवस्थापन गर्छस् र पुरानहरू कसरी बसेको छ भनेर चाहिँ भनेको हुनाले गर्दाखेरि राम्रो देखाउन नपाएको हुनाले गर्दाखेरि चाहिँ यो काम सुरु गरेको हो कम्पनीले र यो बनिसके पछाडि र देखाए पछाडि गभर्मेन्टबाट पास भएर आइसके पछाडि डिमान्ड कोटाहरू आइसके पछाडि मात्रै नेपालमा चाहिँ गएर कुरा फिक्स भएर र मात्रै उहाँहरू आउनुहुन्छ होला सायद मलाई चाहिँ त्यस्तो लाग्छ र यहाँनिर उयो परतिरको जङ्गल जत्तिकै थियो यहाँनिर सबै फोहोर कचराहरू थुपारेको सबै माथि अझै पनि छ यो चाहिँ लगभग 2-3 दिनमै यिनीहरू लगभग यो चाहिँ 2-3 दिनमै यत्तिको गरिसक्यो सबै उयो जङ्गल यत्तिकै थियो अब कम्पनीको सबै सामान छँदैछ र यत्तिको 2-3 दिनमै यो गरिसक्यो अब लगभग छिटै नै यहाँनिर चाहिँ के भन्छ यो सबैलाई लेभलमा ल्याउने काम गरिसकेर अनि त्यस पछाडि यहाँ ढलाइ गर्छ होला सायद गरिसकेर अनि रुम बनाउँछ होला कस्तो बनाउँछ त्यस्तो राम्रो त होइन रुमहरू नै उता बाहिरबाट आउने र यहाँ सेट गर्ने मात्रै भनेको छ हेरौँ कस्तो हुन्छ र मलाई चाहिँ यो के भन्छ यो त हाम्रो के अरे धुपी जस्तै होला सायद धुपी नै होला यो धुपी होला यो रुमहरू चाहिँ यो घरहरू चाहिँ कस्तो राम्रो मनपर्छ क्या मन परेको क्या मलाई आकर्षक लागेको क्या मलाई नि यतिको बनाउन सके पनि हुन्छ है नेपालमा कस्तो खतरा लाग्छ क्या भिडियो गर्दाखेरि अहिले गाली गऱ्यो भने खतरा लाग्छ हेर्नु न गार्डन यहाँनिर हेर्नु कति राम्रो छ जुम पनि यति नै हो राम्रो छ क्या मलाई चाहिँ एकदमै धेरै मन परेको यो घर पहिला उटी गर्दाखेरि पनि यो घरमा चाहिँ म चाहिँ निकै एकदम राम्रो लाग्यो यतिको बनाउन सक्यो भने भइगयो नि यतिको बनाउन सकिँदैन थाहा छ तर नि यतिको बनाउन सक्यो भने त 5-7 ताले पनि चाहिएन क्या यतिको भयो भने जीवनसाथीसँग जीवन चाहिँ चल्छ जस्तो लाग्छ मलाई यतिको नभएर चाहिँ अझै योभन्दा तल त्योभन्दा तलकै भयो भने पनि अन्त हुन्छ मलाई चाहिँ म चाहिँ बस्न सक्छु पठाउन सक्छु जीवनसाथी रेडी हुनु पऱ्यो राजी हुनु पऱ्यो मान्नु पऱ्यो जीवनसाथी पनि जीवनसाथीलाई चाहिन्छ त्यो त्यस्तै भने चाहिँ अब त्यो चाहिँ गाह्रै छ सोच्नुपर्छ त्यो कुराहरू चाहिँ सकिन्छ सकिँदैन भन्ने कुरामा चाहिँ अब अहिले चाहिँ गरिँदैछ कति गर्न सकिन्छ भन्ने कुरा थाहा छैन भर्खर 0बाट सुरु हो हेरौँ कति हुन्छ के हुन्छ भन्ने कुरा र म नस्टप बोलिरहेको छु कस्तो फर्स्ट टाइम भएर पनि होला कस्तो भइरहेछ अनि त्यो चाहिँ हेरौँ न नरिवलको बोट अब हामी त पाहाडे हो होइन हामीलाई थाहा पनि हुँदैन देखेको पनि थिएन यहीँ आएर देखेको भनौँ सायद यो चाहिँ नरिवलको बोट मैले यो ब्राइटनेस नि भिडियोमा घटाउँदै बढाउँदै गर्दैछु आफै कस्तो आइरहेछ भिडियो फेसहरू थाहा छैन केही पनि मैले ब्याक क्यामेराबाट गरिरहेको छु ठिकै गरेछ यतिको यहाँ चाहिँ अब कचरा छ इन्जिनहरू कराउँछ यहाँ चाहिँ कसरी सुत्ने भन्ने कुरा थाहा हुँदैन यहाँ नजिक भएपछि उतातिर कति आनन्द थियो हेर्नु न एक साइडतिर थियो कति राम्रो थियो अब मलाई चाहिँ यतिको नेपालमा बनाउनु पाएँ कति स्वर्ग हुन्थ्यो यतिको बनाउनलाई पनि लगभग चाहिँ कोरिया बसेर लगभग कति हुन्छ स्यालेरी थाहा छैन गएको छैन लगभग बस्नुपर्छ 1-2 वर्ष 3 वर्ष जति बस्नुपर्छ जग्गा नेपालमा जग्गाको भाउ महँगो घर बनाउन त्यति गाह्रो है गाह्रै हुन्छ एक्लै कराको कराई छु म भन्दा क्या गराउनुपर्छ घरि बानी गर्नुपर्छ अनि अब के भन्नु भन्दा भन्ने कुरै सकिएको भन्ने कुरा छैन छ होला सम्झिनुपर्छ ला कस्तो
अब म रुम फर्किन्छु। धेरै बेर म घुमेँ डुलेँ, मेरो खुट्टा दिनभरि पनि काम गरेको, हिँड्दा हिँड्दा दुखिसक्यो, गलिसक्यो, दिनभरि पनि यताउता कुद्नुपर्छ के अहिले नि यति धेरै कुदिसकेँ म, खुट्टा काक्राक कुक्रुक भइसक्यो। अब म रुम फर्कन्छु। अनि अब खाना बनाउनु पर्ने, खानुपर्ने सबै आफैले गर्नुपर्ने हुन्छ। त्यो भएकोले गर्दाखेरि विदेश भनेको चाहिँ कस्तो न हुन्छ जस्तो लाग्थ्यो सानोमा हुँदाखेरि। के हुन्छ होला, कस्तो हुन्छ होला, पैसा बोटमै फल्छ भन्थे है, बोटमै फल्छ होला, प्लेन चढेर जाँदा कस्तो हुन्छ होला जस्तो लाग्थ्यो क्या। आमा टिन उडायो अनि यो हावाले यसरी नै टिन उडाएर ल्याएर चाहिँ मान्छेलाई भन्न सक्यो त। अनि अनि के भन्दै थिएँ, प्लेनमा चढ्दा कस्तो नै हुन्छ होला, के नै हुन्छ होला, माथि उड्दाखेरि कस्तो हुन्छ होला भन्ने लाग्थ्यो क्या पहिला। अब अहिले त आइयो, विदेश पनि यस्तै हुँदो रहेछ, पैसा बोटैमा फल्दो रहेछ साँच्चीकै होइन। अब के भन्नु, अब आफूले दुःख गरिसके पछाडि मात्रै सबै कुरा थाहा हुँदो रहेछ। दारीबाल भाजुमा चाहिँ एकदम बालेको छु, काट्नु नै पाउँदैन कि, एक दिन छुट्टी हुँदैन। अब आफूले भ्याएर मात्र हुँदैन, काटिदिने मान्छेले पनि भ्याउनु पऱ्यो होइन। आफैले काट्ने कुरो भएन, म चाहिँ काटिदिन्छु। फेरि 2-4जना हुनुहुन्छ उहाँहरूले भन्दाखेरि म उहाँहरूको काटिदिन्छु। तर अब आफूले काट्ने बेला चाहिँ अब काटिदिने मान्छे फ्री नभए पछाडि पाइँदैन रहेछ, हुँदैन रहेछ। त्यो माथिको जङ्गलमा जानु मन लागेको छ मलाई। यहाँ हेर्नु न कस्तो राम्रो छ, यो माथि हेर्नु कि त्यहाँनिर हेर्नु न, त्यो जङ्गलको रुखहरूको चित्र हेर्नु न, कुनै हात्ती बनिरहेछ, कुनै जराएको जस्तो देखिरहेछ, अनि के बाघहरू जस्तो के देखिरहेछ चित्र। हेर्नु त हेर्नु त, मजाले हेर्नु त। सुरुमा हुँदा पनि नोटिस गरेको कुरा, घाम लागिरहेछ र त्यति धेरै देखेको छैन होला।